कहिलेकाहीँ अब एउटा बिग्रिएको अस्पतालको मसिन क्यान्सरभन्दा पनि बढी घातक हुन सक्छ भन्दाखेरि सुन्दा अलि अचम्म लाग्छ होइन? हो, सुन्दा अचम्म लाग्ला। तर आज हाम्रो यो गहिरो विमर्शमा हामी एउटा यस्तो डरलाग्दो चक्रव्यूहको कुरा गर्दैछौँ जसले यो भनाइलाई असाध्यै तितो यथार्थमा परिणत गरिदिन्छ। सामान्यतया हामी के सोच्छौँ भने रोगको पहिचान गर्नु भनेको एउटा सिधा र स्पष्ट प्रक्रिया हो। हड्डी भाँचियो, एक्सरे गरियो, धर्का देखियो अनि प्लास्टर गरियो। तर जब हामी गम्भीर प्रकृतिका आन्तरिक रोगहरू, भनौँ न विशेष गरी क्यान्सरको कुरा गर्छौँ, अचानक त्यो स्पष्ट चित्र अलि धमिलो बन्न पुग्छ। एकदमै। हामीलाई त अब आधुनिक चिकित्सा विज्ञान र ती सेता कोट लगाएका डाक्टरहरूमाथि यति धेरै विश्वास हुन्छ नि। हो नि। हामीलाई लाग्छ अस्पतालको ढोकाबाट भित्र छिरेपछि सबै समस्याको एउटा गणितीय समाधान निस्किन्छ। तर वास्तविकता धेरै फरक छ। कहिलेकाहीँ रोग आफैमा एउटा रहस्य हुन्छ भने हाम्रो यो चिकित्सा प्रणाली, अस्पतालका पूर्वाधार र मानवीय कमजोरीहरूले त्यो रहस्यलाई झनै गहिरो बनाइदिन्छन् के। आजको हाम्रो छलफल ठ्याक्कै यही जटिलतामा केन्द्रित हुनेछ। हामीसँग आज एउटा अत्यन्तै मार्मिक र भनौँ न आँखा खोल्ने स्रोत छ। हजुर। फोटोग्राफर तथा केयरटेकर विक्रम न्यौपानेले लेख्नुभएको एउटा संस्मरण छ के कोलन क्यान्सरको सङ्घर्ष एक अभिभावकको यात्रा। यो केवल एउटा रोगको कथा मात्र पक्कै होइन। होइन। डिसेम्बर 2082 साल कार्तिक 23 गतेबाट सुरु भएको यो कथाले रोग पहिचानको प्रक्रिया कति अल्झिएको हुन्छ, कति समय संवेदनशील हुन्छ र कहिलेकाहीँ कति भयानक हुन सक्छ भन्ने कुरालाई पत्र गरेर देखाउँछ। साँच्चै नै। हामी सबैलाई कहिलेकाहीँ पेट दुख्छ वा कामको तनावले अब अलिकति तौल घट्छ होइन, हामी त्यसलाई त्यति वास्ता गर्दैनौँ। तर यो कथाले एउटा सामान्य लाग्ने पेट दुखाइ कसरी जीवनलाई नै बदल्ने सत्यमा परिणत हुन्छ भन्ने देखाउँछ। ल अब यसलाई अलि केलाएर हेरौँ है त। हुन्छ। कुरा कार्तिक 23 गतेको हो। सजना घिमिरेलाई निरन्तर पेट दुख्ने, वान्ता हुने र अलिकति सास फेर्न गाह्रो हुने समस्या देखिएपछि टोखा नगरपालिकाको ग्रान्डी इन्टरनेसनल हस्पिटल पुर्याइयो। अब यी लक्षणहरू सुन्दा जो कोहीलाई पनि सुरुमा फुड पोइजनिङ वा कडा ग्यास्ट्रिक जस्तो लाग्न सक्छ नि त। पेट दुख्नु र वान्ता हुनु हाम्रो दैनिक जीवनका एकदमै सामान्य स्वास्थ्य समस्या हुन्। तर अस्पताल पुगेपछि त्यहाँका ग्यास्ट्रोएन्ट्रोलोजिस्टले अलि फरक ढङ्गले प्रश्नहरू सोल्न थाले के। कस्तो फरक ढङ्गले? जस्तै उनले ग्यास्ट्रिकको इतिहास, थाइरोइड, मधुमेह जस्ता कुराहरू त सोधे नै, तर सँगसँगै एउटा निकै महत्त्वपूर्ण प्रश्न गरे। पछिल्लो समय तौल घटेको छ कि छैन। अनि यहीँनिर परिवारले एउटा कुरा याद गर्यो जुन उनीहरूले सायद त्यतिखेर सामान्य ठानेका थिए। पछिल्लो 3 महिनामा सजनाको 3 देखि 4 किलो तौल घटेको रहेछ। मलाई यहाँनिर के बुझ्नु मन लाग्यो भने तौल घट्नु त धेरै कारणले हुन सक्छ नि त, होइन र? यसलाई डाक्टरहरूले त्यति गम्भीर रूपमा किन लिन्छन् नि? यो बुझ्नको लागि हामीले शरीरको विज्ञानलाई अलि सूक्ष्म रूपमा हेर्नुपर्छ। यस्तो हुन्छ के, यदि कसैले डाइटिङ गरिरहेको छैन वा व्यायाम बढाएको छैन भने बिना कारण 3-4 महिनामै 3-4 किलो तौल घट्नु भनेको चिकित्सा विज्ञानमा अत्यन्तै ठूलो रेड फ्ल्याग हो। भनेपछि यो एकदमै खतराको सङ्केत हो। एकदम। यसको अर्थ के हो भने शरीरभित्र केही यस्तो चिज छ जसले शरीरको ऊर्जा र पोषणलाई असाध्यै तीव्र गतिमा खाइरहेको छ। प्राय जसो अब क्यान्सरका कोषहरू निकै छिटो बढ्ने हुनाले उनीहरूलाई धेरै ऊर्जा चाहिन्छ, जसले गर्दा बिरामीको तौल अस्वाभाविक रूपमा घट्न थाल्छ। सीबीसी भनेको त्यही कम्प्लिट ब्लड काउन्ट होइन त, जसले रगतको पुरै चित्र दिन्छ। हो, ठ्याक्कै। अनि रिपोर्ट आउँदा सजनाको हिमोग्लोबिनको मात्रा यति कम थियो कि डाक्टरले तुरुन्तै रगत चढाउनु पर्ने कुरा बताए। तर मलाई एउटा कुराले यहाँनिर असाध्यै बिझायो के कुराले? जब बिरामीको तौल यसरी घटिरहेको छ र शरीरमा रगतको त्यति ठूलो कमी छ, के डाक्टरहरूले तुरुन्तै क्यान्सरको शङ्का गर्नुपर्ने होइन र? या त उनीहरूले सुरुमा रगत मात्र चढाएर पठाए जस्तो पो देखिन्छ त। अब यहाँनिर डाक्टरहरूको एउटा मनोवैज्ञानिक र व्यावहारिक पाटो आउँछ। मेडिकल स्कुलमा डाक्टरहरूलाई एउटा कुरा सिकाइन्छ। के कुरा? जब तिमीले टापको आवाज सुन्छौ तब घोडाको बारेमा सोच, जेब्राको बारेमा होइन। अर्थात् पहिले सामान्य कुराको शङ्का गर। भनेपछि सजिलो र धेरै देखिने रोगको बारेमा पहिले सोच्नुपर्छ भन्ने सिद्धान्त। एउटा गम्भीर मेकानिजमलाई सुरुमै खुट्याउन सकेनन् के। कस्तो मेकानिजम? घोडा र जेब्राको कुरा सुन्दा त ठिकै लाग्छ होइन, तर जब तौल नै अस्वाभाविक रूपमा घटिसकेको छ भने डाक्टरले जेब्राको बारेमा सोच्न सुरु गरिसक्नु पर्ने होइन र?
हो, तपाईको तर्क एकदम सही छ। कोलन क्यान्सर, विशेष गरी ठूलो आन्द्राको दाहिने भागमा हुने क्यान्सर अत्यन्तै सुस्त र खतरनाक तरिकाले अघि बढ्छ के। अनि लक्षण पनि त्यति छिटो देखिँदैन होला होइन? देखिँदैन। दाहिने भागको आन्द्रा अलि फराकिलो हुन्छ, त्यसैले त्यहाँ ट्युमर पलाउँदा सुरुमा दिशा रोकिने वा पेट फुल्ने जस्ता लक्षण देखिँदैनन्। तर त्यो ट्युमरले भित्रभित्रै रगत चुसाइरहेको हुन्छ। बाफरे! अनि त्यो रसाएको रगत दिशामा मिसिएर बाहिर निस्कन्छ, जुन हाम्रो नाङ्गो आँखाले देखिँदैन। महिनौसम्म यसरी भित्रभित्रै रगत बगेपछि बल्ल बिरामीमा गम्भीर एनेमिया अर्थात् रगतको कमी देखा पर्छ। भनेपछि सजनाले सास फेर्न गाह्रो हुनुको कारण फोक्सोको समस्या नभएर शरीरमा अक्सिजन बोक्ने रगत नै नभएर पो रहेछ त। हो नि, डाक्टरहरूले त्यो धुवाँ अर्थात् एनिमिया त देखे, रगत चढाएर धुवाँलाई हटाउने प्रयास पनि गरे। तर त्यो आगो अर्थात् ट्युमर कहाँ बलिरहेको छ भनेर खोज्न अलि ढिला गरे। अनि जब उनीहरूले आगो खोज्ने प्रयास गरे नि, त्यहाँ अर्को ठूलो वज्रपात भयो। विक्रमको डायरीले यहाँनिर हाम्रो स्वास्थ्य प्रणालीको एउटा यस्तो तीतो यथार्थलाई उदाङ्गो पार्छ जसले जो कोहीलाई पनि निराश बनाउँछ क्या। हो, त्यो प्राविधिक अवरोधको कुरा। एकदम। रगत चढाएको भोलिपल्ट डाक्टरले शरीरभित्र के भइरहेको छ भनेर हेर्न सिटी स्क्यान, एन्डोस्कोपी र कोलोनोस्कोपी गर्न सल्लाह दिए। एन्डोस्कोपी भनेको मुखबाट क्यामेरा छिराएर पेटको माथिल्लो भाग हेर्ने प्रविधि भयो। अनि कोलोनोस्कोपी भनेको मलद्वारबाट क्यामेरा छिराएर ठूलो आन्द्राको अवस्था हेर्ने प्रविधि भयो। अनि सिटी स्क्यानले त शरीरको भित्री अङ्गहरूको 3D नक्सा नै देखाउँछ। तर विडम्बना सुन्नुस् न, यति महत्त्वपूर्ण र महँगो भनिने अस्पतालको सिटी स्क्यान मसिनै बिग्रिएको रहेछ। यो सुन्दा त एउटा सामान्य प्राविधिक गडबडी जस्तो मात्र लाग्न सक्छ नि, होइन? तर क्यान्सर जस्तो समय संवेदनशील रोगमा यो कति घातक हुन्छ भन्ने कुरा कल्पना गर्न पनि गाह्रो छ। हो नि। एउटा ठूलो अस्पतालमा यस्तो आधारभूत र जीवनदायी उपकरणको ब्याकअप नहुनु भनेको बिरामीको ज्यानमाथिको खेलवाड नै हो। यो त अन्ध्यारो कोठामा हराएको सामान खोज्न टर्च लाइट बाल्दा टर्च नै बिग्रिएको जस्तो भयो कि। टर्च बिग्रियो भन्दैमा खोज्न त छोड्न मिलेन, त्यसैले डाक्टरहरूले जहाँसम्म उज्यालो पुग्यो त्यहाँ मात्र खोजे। भनेको उनीहरूले भिडियो एक्सरे र एन्डोस्कोपी मात्र गरे हैन त? हो नि। अनि सबैभन्दा अचम्मको कुरा त के भने नि, आन्द्राभित्र हेर्नै पर्ने कोलोनोस्कोपीलाई पछि गरौँला भनेर थाती राखियो। अनि बिरामीलाई 4-5 दिन अस्पतालमा राखेर डिस्चार्ज गरियो। क्यान्सर जस्तो हरेक दिन फैलिने रोगमा यसरी पछि गरौँला भन्नु कति ठूलो जोखिम हो। यो असाध्यै ठूलो संरचनागत विफलता हो। डाक्टरले रोगको सम्पूर्ण चित्र पाउनको लागि ती तीनवटै परीक्षण एकैपटक गर्नुपर्ने थियो के, तर मेसिन बिग्रेका कारण डायग्नोस्टिक फ्र्यागमेन्टेसन भयो। डायग्नोस्टिक फ्र्यागमेन्टेसन। अर्थात् परीक्षणहरू टुक्रा टुक्रामा बाँडिए। अस्पतालले बिरामीलाई डिस्चार्ज त गर्यो, तर 7 दिनपछि फलोअपमा आउँदा बिरामीको अवस्था झन नाजुक भइसकेको थियो, तौल अझै घटेको थियो। अनि बाध्य भएर एउटा सिटी स्क्यान गर्नकै लागि त्यो कमजोर बिरामीलाई महाराजगञ्ज पुर्याउनु पर्यो। काठमाडौँको ट्राफिक, बिरामीको झन खस्कदो स्वास्थ्य, अनि एउटा रिपोर्टको लागि अस्पतालहरूको दौडधुप। रिपोर्ट फेरि ग्रान्डीमै ल्याएर बुझाउनु पर्ने। बिरामीलाई रोगले भन्दा बढी यो प्रणाली नै थकाउँछ जस्तो लाग्छ मलाई त। पक्कै पनि। बिरामीको हेरचाह गर्ने व्यक्ति अर्थात् श्रीमानको मानसिक अवस्था कस्तो भयो होला? वहाँ एउटा श्रीमान मात्र नभएर एउटा मेडिकल लजिस्टिक म्यानेजर जस्तो बन्नु परेको थियो। हो नि। अनि जब महाराजगञ्जबाट सिटी स्क्यानको रिपोर्ट आयो नि, त्यसले यो कथालाई झनै रहस्यमय बनाइदियो के देखियो रिपोर्टमा? रिपोर्टमा सजनाको ठूलो आन्द्राको माथिल्लो भागमा 205 मिलिलिटर अर्थात् झण्डै 1 ग्लास जति पिप जमेको देखियो। बिरामी एकदमै कमजोर भइसकेकी थिइन्। उहाँहरूलाई फेरि अस्पताल भर्ना गरियो, फेरि रगत चढाइयो र रेडियोलोजी मार्फत त्यो पिप निकालियो। अब डाक्टरहरूले सोच्लान्, ल समस्या भेट्यो, आन्द्रामा पिप जमेको रहेछ, निकालियो, अब निको हुन्छ। र यो नै चिकित्सा विज्ञानको सबैभन्दा ठूलो मनोवैज्ञानिक पासो हो के, जसलाई हामी प्रीम्याच्योर क्लोजर भन्छौं। प्रीम्याच्योर क्लोजर? यसलाई अलि प्रष्ट पारिदिनुस् न। मानिसको दिमागले सधैँ सजिलो उत्तर खोज्छ नि। डाक्टरहरू पनि मानिस नै हुन्। जब उनीहरूले एउटा स्पष्ट समस्या देख्छन्, भनौँ न यहाँ पिप देखे, उनीहरूले त्यसलाई नै अन्तिम सत्य मानेर निष्कर्ष निकाले। तर उनीहरूले त्यो पिप किन जम्मा भयो भनेर गहिरो प्रश्न गर्न बिर्सिए।
हो, मलाई पनि यहाँनिर एउटा कुरा सोध्न मन लागिरहेको थियो। आन्द्रामा बिना कारण त्यसरी पिप कसरी जम्मा हुन्छ त? यसको पछाडिको विज्ञान के हो? यसलाई बुझ्न एउटा अवरुद्ध ढलको कल्पना गरौँ है। ढलको पाइप? जब ढलको पाइपको बीचमा एउटा ठूलो ढुङ्गा अड्किन्छ तब पानी बग्न पाउँदैन नि। पानी त्यहीँ जम्मा हुन्छ, कुहिन्छ र त्यहाँ फोहोर र ब्याक्टेरिया जम्मा भएर संक्रमण हुन्छ। ओहो, सजनाको शरीरमा पनि ठ्याक्कै त्यही भइरहेको थियो। आन्द्राभित्र क्यान्सरको ट्युमर अर्थात् त्यो ढुङ्गा बढ्दै गएर बाटो लगभग बन्द भइसकेको थियो, जसका कारण त्यहाँ दिशा र तरल पदार्थ रोकियो र त्यसैको संक्रमणले गर्दा पिप जम्मा भएको थियो। भनेपछि डाक्टरहरूले बाहिरबाट त्यो कुहिएको पानी मात्र ताने? ओहो, पिप त ताने, तर त्यो ढल थुन्ने ढुङ्गा अर्थात् ट्युमर त्यही छोडिदिए। हत्तेरिका, यो सुन्दा मलाई कस्तो लाग्छ भने नि, कहिलेकाहीँ डाक्टरहरूले बिरामीलाई एउटा सिङ्गो मान्छेको रूपमा नहेरी केवल एउटा बिग्रिएको अङ्ग वा स्क्यानको रिपोर्टको रूपमा मात्रै हेर्छन्। एकदम सही भन्नुभयो। पिप निकालेपछि बिरामीलाई 10 दिन अस्पतालमा राखियो र 15 दिन पछिको फलोअपको समय दिएर घर पठाइयो। तर संस्मरणमा लेखिएको छ, घर गएपछि पनि सजनाको तौल घट्ने क्रम रोकिएन। र सबैभन्दा महत्त्वपूर्ण कुरा, दिशा निरन्तर पातलो भइरहने समस्या जिउका त्यों रह्यो। के यो पातलो दिशाले कुनै ठूलो सङ्केत गरिरहेको थिएन र? एकदमै गरिराखेको थियो नि। दिशा निरन्तर पातलो हुनु भनेको आन्द्रामा कुनै भौतिक अवरोध छ भन्ने स्पष्ट क्लिनिकल सङ्केत हो। भौतिक अवरोध भन्नाले? जब आन्द्राको बाटो ट्युमरले 90-95% बन्द गरिदिन्छ तब ठोस दिशा अगाडि बढ्न सक्दैन नि त। केवल तरल पदार्थ मात्र त्यो सानो प्वालबाट छिरेर बाहिर आउन सक्छ। त्यसैले बिरामीलाई निरन्तर पातलो दिशा हुन्छ। तर डाक्टरहरूले यो स्पष्ट सङ्केतलाई पनि बेवास्ता गरे। अझ अचम्मको कुरा सुन्नुस् न, 15 दिनपछि फेरि अस्पताल जाँदा बल्ल डाक्टरले कोलोनोस्कोपी गर्नुपर्ने कुरामा जोड दिए। तर 10 दिन अघि मात्रै पिप निकालेको घाउ निको नभएको भन्दै कोलोनोस्कोपीलाई अझै 10 दिन पछाडि सारिदिए। बाफ्रे। होला, तर यति गम्भीर लक्षणहरू देखिँदै पनि 10 दिन कुर्नु कतिको जायज थियो त? हेर्नुस्, प्राविधिक रूपमा आन्द्रा फुट्ने जोखिम हुनु स्वाभाविक हो होइन, तर बिरामीको निरन्तर खस्कन्दो अवस्था, पातलो दिशा र अस्वाभाविक तौल घट्ने क्रमलाई हेर्दा 10 दिन कुर्नु भनेको त आगो लागिरहेको घरमा पछि पानी हाल्छु भनेर बस्नु जस्तै थियो। हो नि। यहाँनिर मुख्य रोग अर्थात् क्यान्सर भन्दा पनि द्वितीयक जटिलता जुन त्यो पिप थियो नि, त्यसले नै डाक्टरहरूको सम्पूर्ण ध्यान तानेको प्रष्ट देखिन्छ। अनि यहीँनिरबाट यो कथाले एउटा निर्णायक र अत्यन्तै महत्त्वपूर्ण मोड लिन्छ के? हजुर। बिरामीको परिवारले त्यो 10 दिन पर्खिने धैर्यता राखेनन्। उनीहरूले डाक्टरले जे भन्छन् त्यही मान्ने परम्परागत सोचलाई तोडे। सजनाको असहजता र कमजोर शरीर देखेर उनीहरू 10 दिन अगावै अर्थात् अलि छिटै फेरि अस्पताल पुगे। र यो निर्णय उनीहरूको लागि जीवनदायी साबित भयो। हो, किनकि कहिलेकाहीँ बिरामीको शरीरलाई डाक्टरको मसिन भन्दा बिरामी स्वयं र उसको नजिकको परिवारले बढी राम्रोसँग बुझिरहेको हुन्छ नि त। शरीरले दिइरहेको अलार्म मसिनको रिपोर्ट भन्दा धेरै शक्तिशाली हुन्छ। एकदम। अनि अस्पताल पुग्दा संयोगवश पहिले उपचार गरिरहेका डाक्टर उपलब्ध थिएनन्। त्यसैले उनीहरूको भेट नयाँ डाक्टर A.K. काश्यपसँग भयो। मलाई लाग्छ यो घटनाको सबैभन्दा बलियो पक्ष नै यहीँबाट सुरु हुन्छ। के गर्नुभयो त उहाँले? डाक्टर काश्यपले सजनाको खस्कन्दो अवस्था हेर्ने बित्तिकै तत्कालै रगत चढाएर भोलिपल्टै जसरी पनि कोलोनोस्कोपी गर्नुपर्छ भन्ने कठोर निर्णय लिए। चिकित्सा क्षेत्रमा फ्रेश पर्सपेक्टिभ अर्थात् नयाँ दृष्टिकोणको कति ठूलो महत्त्व हुन्छ भन्ने कुरा यसले प्रमाणित गर्छ नि। कसरी भन्नु त? पुराना डाक्टरहरू अघिल्लो पिपको घटनाबाट प्रभावित थिए नि त। उनीहरूको दिमागमा त्यही पिपको ह्याङओभर थियो। तर डाक्टर काश्यपले बिरामीलाई एउटा खाली पानाको रूपमा हेरे। उनले बिरामीको वर्तमान अवस्था देखे र कुनै पनि बहानामा परीक्षण ढिला गर्न नहुने निष्कर्ष निकाले। र भोलिपल्ट जब कोलोनोस्कोपी सुरु भयो नि, तब बल्ल त्यो डरलाग्दो सत्यको पर्दाफास भयो क्या। के देखियो त कोलोनोस्कोपीमा? कोलोनोस्कोपी गर्दा क्यामेरा कोलोनको अर्थात् ठूलो आन्द्राको माथिल्लो भागमा जानै सकेन। बाटो पूर्ण रूपमा बन्द थियो। त्यहाँ लिम्फ नोडहरूले बाटो छेकेका थिए। र सबैभन्दा आङ सिरिङ्ग पार्ने कुरा के भने नि, त्यो बन्द भएको ठाउँ ठ्याक्कै त्यही ठाउँको सिधा तल थियो जहाँ केही दिन अगाडि पिप जमेर निकालिएको थियो।
ओहो, यसले त अघिको हाम्रो त्यो ढलको ढुङ्गाको एनोलोजीलाई 100% सही साबित गर्छ नि। त्यो पिप आफैमा कुनै रोग थिएन, त्यो त केवल ट्युमरले बाटो थुनेपछिको नतिजा मात्र थियो। अनि लिम्फ नोडहरूले बाटो छेकेको कुरा नि? यहाँ लिम्फ नोडहरूको कुरा पनि बुझ्न जरुरी छ। लिम्फ नोडहरू भनेका हाम्रो शरीरका सुरक्षा चौकीहरू हुन्, जसले संक्रमण वा रोगसँग लड्न मद्दत गर्छन्। जब क्यान्सर निकै फैलिन्छ नि, क्यान्सरका कोषहरूले यी सुरक्षा चौकीहरूलाई नै कब्जा गर्छन् र यी नोडहरू सुन्निएर ठूरा हुन्छन्। सुन्निएका तिनै लिम्फ नोडहरूले आन्द्राको बाटो नै बन्द गरिदिएका थिए। क्यामेरा अगाडि जान नसकेपछि डाक्टर काश्यपले पुरानो सिटी स्क्यानको रिपोर्ट पुनः अध्ययन गरे अनि त्यो अवरोध भएको ठाउँबाट बायोप्सीको लागि मासुको टुक्रा निकालेर परीक्षणमा पठाए। बायोप्सी भनेको शरीरको शङ्कास्पद ठाउँबाट सानो मासु निकालेर ल्याबमा सूक्ष्म परीक्षण गर्ने प्रक्रिया हो, जसले क्यान्सरका कोषहरू छन् कि छैनन् भनेर 100% पुष्टि गर्छ। हो, तर यहाँनिर डाक्टर काश्यपले एउटा यस्तो कदम चाले नि जसले उनको विशेषज्ञतालाई प्रमाणित गर्छ। रिपोर्ट नै नकुरी निर्णय लिनुभयो कि क्या हो? ठ्याक्कै। उनले बायोप्सीको फाइनल रिपोर्ट आउन केही दिन लाग्छ भनेर कुरेर बसेनन्। उनले आफ्नो वर्षौंको क्लिनिकल अनुभवको आधारमा परिवारलाई बोलाएर सिधै भने, यो कोलन सम्बन्धी क्यान्सर हुन सक्छ र यसको स्टेज पनि दोस्रो वा तेस्रो हुन सक्छ। बाफरे! उनले एक दिन पनि खेर नफाली तुरुन्तै क्यान्सर अस्पतालमा गएर उपचार सुरु गर्न सल्लाह दिए। यो कति ठूलो र साहसिक निर्णय थियो? यो त असाध्यै साहसिक र जिम्मेवार निर्णय थियो नि। कहिलेकाहीँ डाक्टरहरू मेडिको लिगल अर्थात् कानुनी झमेलाको डरले 100% रिपोर्ट नआएसम्म मुखै खोल्दैनन्। त्यस्तो नि हुन्छ। तर एउटा अनुभवी डाक्टरले आन्द्राको अवरोध, सुन्निएका लिम्फ नोड र बिरामीको लक्षणलाई जोडेर हेर्दा त्यो क्यान्सर बाहेक अरू केही हुन सक्दैन भन्ने बुझिसकेका थिए। बायोप्सीको रिपोर्ट कुर्दै गर्दा बिरामीको अवस्था यति बिग्रिन सक्थ्यो कि पछि उपचार नै सम्भव नहुन पनि सक्थ्यो के? हो नि। यो निर्णयले उनीहरूको थप हप्तौं समय बर्बाद हुनबाट जोगायो र सिधै क्यान्सरको लक्षित उपचारतर्फ डोहोर्यायो। यो सम्पूर्ण यात्रालाई फर्केर हेर्दा बिरामीको परिवारले देखाएको निरन्तरको सक्रियता र जुझारूपनलाई मान्नै पर्छ। यदि परिवारले ल डाक्टरले भनेको छ 10 दिन कुरौँ न त भनेर चुपचाप घरमै बसेको भए अवस्था के हुन्थ्यो होला? सायद सजनाको आन्द्रा फुट्न सक्थ्यो वा क्यान्सर शरीरको अन्य भागमा निकै परसम्म फैलिन सक्थ्यो। यसले हामीलाई एउटा गहिरो सत्यतर्फ डोर्याउँछ नि। कस्तो सत्य? सत्य यो हो कि रोगको सही पहिचान भनेको अस्पतालको कुनै एउटा अत्याधुनिक मसिन वा कुनै एकजना डाक्टरको पहिलो अनुमानमा मात्र निर्भर हुँदैन। यो त एउटा निरन्तर चल्ने अनुसन्धान हो जहाँ बिरामीको शरीरले देखाइरहेको सङ्केत, परिवारको चनाखोपन र किन भनेर निरन्तर प्रश्न गरिरहने साहसको सबैभन्दा ठूलो भूमिका हुन्छ। एकदम सही कुरा। कार्तिक 23 गतेको एउटा सामान्य जस्तो लाग्ने पेट दुखाइबाट सुरु भएको यो यात्रा, ग्रान्डीको बिग्रिएको सिटी स्क्यान मसिन, महाराजगञ्जको दौडधुप, आन्द्रामा जमेको पिपको भ्रम र निरन्तरको अस्पताल भर्ना हुँदै अन्ततः स्टेज 2 वा 3 को कोलन क्यान्सरको सम्भावित पहिचानसम्म पुगेर एउटा नयाँ तर डरलाग्दो मोडमा उभिएको छ। यो कहाली लाग्दो तर अत्यन्तै प्रेरणादायी यात्रा यहाँ सकिँदैन नि। उहाँले अझै नेपाल र विदेशका उपचारका थप अनुभवहरू समेटेर आफ्ना बोगाईहरू राख्ने नै हुनुहुन्छ। र हामीले यो कुरा बिर्सनु हुँदैन कि यो केवल एउटा परिवारको मात्र कथा पक्कै होइन। पक्कै होइन। यो क्यान्सर जस्तो भयानक रोगसँग जुधिरहेका हजारौं परिवारहरूको साझा भोगाई हो, जहाँ बिरामीले आफ्नो शरीरभित्रको रोगसँग लड्नुभन्दा पहिले यो अल्झिएको अस्पतालको प्रणाली, बिग्रिएका मसिनहरू र पछि गरौँला भन्ने प्रवृत्तिका कारण हुने ढिलासुस्तीसँग लड्नुपर्छ। बिल्कुलै। र यही बिन्दुमा उभिएर आजको हाम्रो यो विमर्शले एउटा निकै चकित पार्ने सत्यलाई बाहिर ल्याएको छ। हामी सोच्छौं पैसा तिरेपछि राम्रो अस्पतालमा सबै कुरा सहज हुन्छ, तर यो कथाले हामीलाई एउटा यस्तो गहन प्रश्नको अगाडि ल्याएर उभ्याएको छ जसको उत्तर हामी सबैले आफ्नो ठाउँबाट खोज्न जरुरी छ। जब अस्पतालका मेसिनहरू बिग्रिन्छन्, डाक्टरहरूले सुरुवाती लक्षणमै निष्कर्ष निकाल्छन् र परीक्षणका प्रक्रियाहरू यसरी नै लम्बिरहन्छन्, तब एउटा सही निदान पाउनको लागि बिरामीको परिवार नै डाक्टरभन्दा बढी जिद्दी, चनाखो र मेडिकल म्यानेजर बन्नुपर्ने यो कस्तो विडम्बना हो। यदि यो परिवारले बीचमै हार मानेर डाक्टरको समय कुरेर आफ्नो भित्री आवाजलाई मारेर घरमै पर्खेको भए आज नतिजा के हुन्थ्यो होला?
बिरामीको जीवन बचाउने जिम्मा अस्पतालको हो कि निरन्तर प्रश्न गरिरहने एउटा थाकेको अभिभावकको?